यहाँहरु सबैले नमस्कार। हामीहरु नमस्कार। दैलेखबाट जुम्लाको यात्रामा छौं। अहिले हामी कालीकोट केही घण्टामा कालीकोट पुग्छौं। हामीसँग आज यो यात्रामा हुनुहुन्छ हाम्रो संस्थाको कार्यकारी निर्देशक रामराज श्रेष्ठ सर र त्यसै गरेर मनोविद दीपक शर्मा, हाम्रो सीबीएम ग्लोबलका प्रतिनिधि पार्वती म्याम र पछाडि हामी सबैले पछाडि बसेर सहयोग गरिराख्नु भएको छ सुमेश भट्टराई। आज हामी जीवन विज्ञानको बारेमा कुरा गर्न गइरहेको छौं र पछिल्लो केही वर्षबाट नियमित रूपमा हाम्रो रामराज सरले यसको अभ्यास गरिराख्नु भएको छ र उहाँले यो अभ्यास यहाँ जीवन विज्ञानमा कसरी पुग्नुभयो, त्यसबाट कसरी अभ्यास गर्नुहुन्छ र त्यसबाट भएको परिवर्तन बारे हामीहरू कुरा गर्छौं। सरलाई स्वागत छ हाम्रो मेन्टल हेल्थ अन द व्हील्स ब्लगमा। धन्यवाद सबैजनालाई नमस्कार। सर्वप्रथम सरले अलि यो जीवन विज्ञानको बारेमा कसरी बताउनुहुन्छ, चिनाउनुहुन्छ? जीवन विज्ञान अब नामैले पनि आफ्नो जीवनको व्यक्ति स्वयंको विज्ञान र एउटा प्रयोगशाला हो भन्ने बुझ्छु म। त्यो परीक्षण चाहिँ आफैलाई गर्ने पनि हो जीवन विज्ञानको अर्थ। त्यस कारणले अब जीवनका सबै कुराहरू योसँग सम्बन्धित आफ्नो दिनचर्या, पेसा, व्यवसाय, आफ्नो स्वास्थ्य, सबै कुराहरूलाई यसले सजिलो ढङ्गले चाहिँ कसरी जिउने त, कसरी अगाडि बढाउने भन्नेमा यसको एउटा परीक्षण गरिन्छ, प्रयास गरिन्छ, अभ्यास गरिन्छ र अन्ततोगत्ता अलिकति विशेष गरेर व्यायामको माध्यमबाट, प्राणायामको माध्यमबाट, ध्यानको माध्यमबाट जीवनको गहिराइसँग पुगेर विशेष गरेर यो चाहिँ चेतनाको स्तरसम्म चाहिँ पुग्ने एउटा विधि जस्तो लाग्छ मलाई। हजुरलाई यो जीवन विज्ञानमा लाग्नुभएको 4-5 वर्ष भयो होइन? हजुर के कुराबाट प्रेरित हुनुभयो अथवा कसरी त्यसमा जोडिन पुग्नुभयो? यो एउटा इन्ट्रेस्टिङ छ। म अब स्वभाव पनि एउटा, म सानैदेखि जब म पढाइ अध्ययनको क्रम चाहिँ सकिसके पछाडि विशेष गरेर आफ्नो पेसालाई अगाडि बढाउने उसमा छिरेँ। स्वभावले पनि अलि बढी मतलब सहयोगी कुराहरू सुन्ने, त्यही अनुसारको सुनिसके पछाडि सहयोग गर्ने कसरी सकिन्छ त्यो खालको भावना सानैदेखि पनि ममा थियो। त्यही क्रम विकास हुँदै गइसके पछाडि विशेष गरेर सहयोगी बन्ने क्रममा त्यसलाई निरन्तरता दिँदै जाँदाखेरि अलिकति आफैलाई चिन्ने, आफ्नो महत्त्व थाहा पाउने र त्यही ढङ्गले चाहिँ जीवनलाई अगाडि बढाउने भन्ने कुराहरूमा अलिक त्यो ज्ञान अलि सरसङ्गतको कुराहरू पनि आयो। कतिपय साथीहरू जोसँग म सङ्गत गर्थेँ उहाँहरूले पनि केही कुराहरू सिकाउनु भयो र चाहिँ साँच्चै नै जीवन सकिनुभन्दा अगाडि जीवनलाई चिन्नुपर्छ भन्ने त्यो मैले एउटा हेर्दै थिएँ युट्युबमा पनि। त्यसले चाहिँ मलाई अलिकति ट्रन गरे जस्तो लाग्छ। त्यो भइसकेपछि अलिक जीवनलाई बुझ्नलाई अनि बुझ्दै जाने क्रममा जीवन विज्ञानमा चाहिँ म 4-5 वर्ष अगाडिदेखि जोडिन चाहिँ थालेँ। 4-5 वर्ष अगाडिमा हजुरले त्यो जीवन विज्ञानमा जोडिसकेपछि के हुन्छ, अब केही न केही परिवर्तनको खोजको कुराहरू हजुरले गर्नुभयो, स्वभाव मिल्ने मान्छेहरू अथवा चाहिँ विधिको कुराहरू गर्नुभयो, के परिवर्तन पाउनु भयो? यो चाहिँ गजब छ। यो वास्तवमा मैले अहिले आफैले आफूलाई चाहिँ रिफ्लेक्ट गरेर हेर्दै गर्दा चाहिँ विशेष गरेर समय व्यवस्थापनको कुराहरू चाहिँ एकदमै धेरै महत्त्वपूर्ण रहेछ। कतिपय हामीले कुरा गर्दै जाँदाखेरि म सक्दिनँ, म भ्याउँदिनँ भन्ने खालको मतलब त्यो विचारहरू अभिव्यक्त हुन्छ। तर अब हामी श्रीमान श्रीमती दुवैजना नै यो अभ्यासमा जोडिएको 4-5 वर्ष जस्तो भइसक्यो। हामी लगभग
बिहान हरेक बिहान पाउने 5 बजीबाटै हामी तयारी उठ्छौँ 5 बजीदेखि 6:30 बजीसम्म जीवन विज्ञानको प्रयोगशालामा हामी जोडिन्छौँ। त्यसले अलिकति शरीरलाई स्वस्फूर्त हिसाबले हामी चङ्गा भन्छौँ नि, शरीर चङ्गा छ्याङ्ग अथवा स्वस्फूर्त हिसाबले त तयारी त अहिले त अटोमेसन भएको छ कि 4:30 बजे पछाडि निन्द्राले आफै हुने छोडी नै सक्छ। त्यस पछाडि अनि हामी तयारी भएर बसिसके पछाडि अब त्यो 6:30 सम्म बस्दै गर्दाखेरि शरीरमा चाहिँ एकदम स्फूर्ति हुने, काम गर्ने जाँगर लाग्ने त्यो खालको भावहरू भएको छ। यसले स्वास्थ्यलाई पनि डेफिनेटली आफ्नो शारीरिक स्वास्थ्य, मनको स्वास्थ्यलाई चाहिँ अनि चेतनाको स्तरलाई पनि बढाउन चाहिँ यो जीवन विज्ञानले चाहिँ महत्त्वपूर्ण भूमिका दिएको छ। मेरो आफ्नो जीवनलाई चाहिँ फर्केर हेर्दै त्यो खालको अनुभव चाहिँ छ। भनेपछि हजुरले आफ्नो चाहिँ मानसिक स्वास्थ्यमा, शारीरिक स्वास्थ्यमा, चेतनाकै स्तरमा पनि यो जीवन विज्ञानमा आबद्ध भएपछि परिवर्तन महसुस गर्नु भएको छ। अब अलिकति फरक प्रश्न, यो हामीले धेरै जस्तो योग गर्ने, साधना गर्ने, अलि भनौँ न 40 कटेपछि 45 कटेपछि चाहिँ गर्ने देखेका छौँ। हजुरको विचारमा यस्तो जीवन विज्ञान सुरु गर्ने सही उमेर चाहिँ कुन हो, अथवा चाहिँ जोसुकैले गर्न सक्छन् कि यसमा के छ हजुर? यो एकदमै राम्रो जिज्ञासा राख्नुभयो, प्रश्न गर्नुभयो। यो त उमेरको छेकबार चाहिँ छैन यसमा, मेरो बुझाइमा है। यो चाहिँ अब जब मानिस चाहिँ बुझ्ने हुन्छ भनौँ न, अब किशोर किशोरीको अवस्थादेखि नै अब त यो त कतिपय कुराहरू संस्कारको कुरा पनि रहेछ कि जीवन विज्ञानमा। जस्तो हामी आफ्ना छोराछोरीहरूलाई, बालबालिकाहरूलाई अलिकति संस्कार चाहिँ सिकाउनुपर्छ भनिरहेछौँ नि त। यसले चाहिँ जीवन विज्ञानमा त दर्शन पनि छ कि, त्यसको अभ्यास पनि हुन्छ होइन। त्यस कारणले बच्चा बालबालिकाहरू जब बुझ्ने बेलादेखि यो खालको तपाईँ जस्तो योगको कुराहरू गर्नुभयो। योग भनेको त मन शरीर र मनलाई जोड्नु हो नि त। त्यस कारणले त्यो जोड्ने कुराहरू चाहिँ हामी जति सक्यो छिटो बालबालिकाहरूलाई सिकाउन सक्यौँ भने त्यो त फेरि त्यो त अभ्यास हुन्छ होइन। एउटा यो अटोमेसनको कुराहरू गरे आउँछ नि त, अभ्यास हुन्छ, बानीको विकास हुन्छ, नियमितता हुन्छ र तपाईँ हाम्रो बालबालिकाले पनि आफ्नो जीवनलाई, आफ्नो भविष्यलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने कुराहरू त्यो समयमै सिकिसके पछाडि, त्यसको व्यवहारिक प्रयोग भइसके पछाडि त्यो एउटा रियलाइजेसन हाम्रो बालबालिकालाई हुने बित्तिकै त्यो त मलाई लाग्छ निकै राम्रो हिसाबले अगाडि बढ्छ जस्तो लाग्छ। सानै उमेरदेखि चाहिँ अभ्यास गर्नु चाहिँ जरुरी छ जस्तो लाग्छ। अलिकति अघि हजुरले यसले समय व्यवस्थापन गर्न पनि सहयोग गर्यो भन्नुभएको थियो। फेरि मैले आफ्नो यो पर्सपेक्टिभबाट हेर्दाखेरि, मेरो दृष्टिकोणबाट हेर्दाखेरि यसले त अझ हजुरले त्यो अभ्यास गर्नलाई थप समय गइ पनि रहेको छ। यसले अलिकति त्यसलाई व्याख्या गर्दाखेरि मैले जस्तो 1.5 घन्टाको समय चाहिँ मतलब आफ्नो लागि भन्ने त म छुट्याउँछु। किन भन्दा त्यो समय त अभ्यास गरिएन भने त सुत्ने समय हो नि त होइन। 6:30-7 बजीसम्म भने त हामीले त अभ्यास गर्दै गर्दा चाहिँ धेरैजना मानिसहरू अझै ओछ्यानमै सुतिरहेको हुनुहुन्छ, ओछ्यानै प्यारो लागिरहेको हुन्छ नि त। तर त्यो त्यति समयमा अब हामी अलि अगाडिदेखि तयार हुँदै गर्दाखेरि त्यसले आफू दिनको तयारी पनि हो जस्तो लाग्छ क्या मलाई। त्यो 1.5 घन्टाको समय हामी व्यायाम गर्छौँ, प्राणायाम गर्छौँ, ध्यान गर्छौँ, आफैलाई बुझ्ने त्यो अभ्यास चाहिँ हुन्छ। त्यो भइसके पछाडि एक हिसाबले त प्रिपेयर्ड हुन्छ, स्वस्फूर्त हुन्छ काममा, अनि फेरि फर्किनलाई चाहिँ सजिलो बनाउँछ। स्वस्फूर्त भइसके पछाडि त्यसले काम पनि छिटो गर्ने, कामको क्वालिटीलाई पनि डेफिनेटली शरीर, मन होइन, भावना, चेतनामा राम्रो हुने बित्तिकै त्यसले कामको क्वालिटीलाई बढाउने बित्तिकै त हजुरले भने जस्तै समय व्यवस्थापन सजिलो हुन्छ जस्तो लाग्छ। भनेपछि जुन प्रिपेरेसन गर्ने टाइम हामी इन्भेस्ट गर्छ त्यसले हाम्रो क्वालिटी अफ वर्क अथवा कामलाई नै सहज तरिकाले अगाडि बढाउन सहयोग पुर्याउने भएको भएर समय व्यवस्थापन भइ नै राखेको छ। चाहिँ हामीहरूले यो कुनै पनि नयाँ अभ्यास, विशेष गरेर व्यायामहरू सुरु गर्दाखेरि सुरुको केही समयमा एकदम जोस जागरले सुरु गरे पनि बिचमा बाधा अवरोधहरू आउने, लामो समयसम्म नजाने। हजुर त 5 वर्षबाट यो प्र्याक्टिस गर्दै हुनुहुन्छ। हजुरले केही त्यस्तो चुनौतीहरू महसुस गर्नुभयो अथवा चुनौती महसुस गरेपछि यसरी ओभरकम गरेँ मैले, त्यसलाई यसरी नियमित बनाएँ भन्ने कुनै एक्सपिरियन्स भयो भने हाम्रो युवा पिँढीको लागि? यो चाहिँ मुख्य कुराहरू यसलाई यो इन्टर्नलाइजेसनै रहेछ कि मनले म गर्नुपर्छ, म सक्नुपर्छ, मैले गरिनँ भने कसले गर्ने, मैले सकिनँ भने अहिले सकिनँ भने कहिले सक्ने भन्ने खालको
मनमा लिएर चाहिँ गर्न सकियो भने हजुरले भने जस्तै कहिलेकाहीँ अलिकति अल्छीपन भनौँ न, जस्तो एकदमै जस्तो मौसमी कुराहरूले पनि कहिलेकाहीँ प्रभाव पार्न खोज्या जस्तो चाहिँ हुन्छ। जस्तो एकदमै धेरै जाडोको समय छ भने चाहिँ जस्तो ओछ्यानै होइन सिरकै प्यारो लाग्ने त्यस्तो मनस्थिति कहिलेकाहीँ चाहिँ आउन सक्छ होइन। तरै पनि होइन म तयार हुनुपर्छ भन्ने हिसाब जस्तो भन्ने त्यो भावना चाहिँ अलिक बढी जागृत हुन्छ, त्यसले अलिक बढी काम गर्छ एउटा होइन। डिटर्मिनेसन्स नै हो, सङ्कल्प होइन, डिटर्मिनेसन चाहिँ सक्यो भने त्यसले डेफिनेटली काम गर्छ। तर बाहिर जस्तो यात्राको क्रममा हेर्दै गर्दाखेरि त्यो फेरि कतिपय त्यो बस्ने होइन हामीले जुन व्यायाम प्राणायाम गर्ने भनेको छौँ नि त्यो अनुकूल नहुँदाखेरि बाहिर निस्किँदाखेरि कहिलेकाहीँ छुटिरहेको चाहिँ हुन्छ। तर त्यस्तोमा पनि सानो खालको अभ्यास कम्तीमा व्यायाम शरीरलाई तन्काउने तनक तुनक पार्नेसम्म र चाहिँ यो नमस्कार प्राणायामहरूको धेरै महत्त्वपूर्ण हुन्छ। यसले सूर्य यो चाहिँ के भन्छ त्यसलाई ऊर्जा हामी जस्तो मैले अहिले ठ्याक्कै त नाम मैले बिर्सिएँ, जस सामान्य त्यो व्यायाम र प्राणायाम मात्रै गर्न सकियो भने शरीरलाई स्फूर्त हुन चाहिँ त्यसले चाहिँ सहयोग गर्छ। त्यसै अघि हजुरले कुरा गर्ने क्रममा यसले मेरो चेतनामा पनि परिवर्तन ल्यायो भन्ने कुरा गर्नुभएको थियो। अहिले त धेरै व्यायामको कुरा, शरीरलाई एक्टिभेट गर्ने डिसिप्लिनको कुराहरू गरिराख्नु भएको। हजुरले 5 वर्ष अगाडिको आफू र अहिलेको आफूमा हेर्दाखेरि चेतना भन्ने दृष्टिकोणमा, जीवनलाई हेर्ने दृष्टिकोणमा के कस्तो परिवर्तन पाउनु भएको छ अथवा समानमा छ? त्यसमा छ हेर्नुहोस् होइन, जस्तो मैले एउटा मैले भन्ने पनि गरिरहेको जस्तो भाव त्यस्तै प्रभाव भन्ने के हजुर जस्तो आफूले जसरी सोचिन्छ जे कुराहरू त्यो अभिव्यक्त गरिन्छ होइन त्यसले चाहिँ त्यही खालको जस्तो मुड भनौँ न हिसाबले अब आफू प्रस्तुत हुने तरिका होइन त्यसले चाहिँ त्यही खालको चाहिँ प्रभाव चाहिँ अभिव्यक्त गर्दो रहेछ। त्यो चाहिँ त्यसलाई अलि आफूले लिन सकियो भने चाहिँ म चाहिँ हाँस्नुपर्ने हुन्छ, खुसी हुनुपर्छ, म चाहिँ अरूसँग रिसाउनु हुँदैन, मैले अरूलाई सहयोग गर्नुपर्ने हुन्छ, म चाहिँ मेरो स्वास्थ्यलाई चाहिँ अलिक बढी ख्याल गर्नुपर्ने हुन्छ है भन्ने खालको त्यो भाव लिन सकियो भने त्यसले त्यही खालको प्रभाव चाहिँ जेनेरेट गरिरहेछ जस्तो लाग्छ एउटा होइन। दोस्रो कुरा चाहिँ अब यो जस्तो खानेकुराहरूमा स्वस्थ रहने कुराहरूमा अरूलाई गर्ने व्यवहारको सन्दर्भमा पनि अरूको कुरा सुन्ने कुराहरू अलिक बढी रेस्पोन्सिभ हुने कुराहरू होइन त्यस्तो कुराहरूमा पनि मेरो व्यवहारमा चाहिँ मैले परिवर्तन भएको चाहिँ महसुस गरिरहेको छु। बिस्तारै त परिवर्तन हुन चाहिँ सुरु गरिरहेको छ, यसलाई समय लाग्ला अब परिवर्तन भन्ने कुराहरू, तर कोसिस चाहिँ जारी छ, गरिरहेको छु। भनेपछि एउटा कुनै व्यक्ति आफ्नो इनर भ्याल्युहरू सेट गर्नलाई चाहिँ जीवन विज्ञानले सहयोग गर्ने भन्ने देखियो। हो इनर भ्यालु होइन त्यो चाहिँ एकदम धेरै महत्त्वपूर्ण जस्तो लाग्छ। यसका त्यो अब त्यहाँनिर अब जीवन विज्ञानको प्रशिक्षक हुन्छ, उहाँहरू सर्टेन कोर्स गरेर त्यो एउटा प्रशिक्षकको लागि योग्य हुनुहुन्छ, उहाँहरूलेबाट पनि धेरै कुराहरू त्यो सिकाउनुहुन्छ उहाँहरूले। अनि कतिपयको आफ्नो जीवनमा भएका परिवर्तनहरूको बारेमा जीवन विज्ञानको प्रयोगशालामा जोडिसके पछाडि विभिन्न ध्यानका योगका विधिहरू लिइसकेपछि आएका परिवर्तनको बारेमा पनि त्यहाँ विशेष गरेर सहभागीहरूले पनि आफ्नो अनुभवहरू सुनाउँदै जाँदै गर्दा एकले अर्कालाई त्यसलाई रिलेट गर्ने, काम लाग्ने, आफ्नो व्यवहारमा परिवर्तन ल्याउने सम्मका कुराहरू पनि हुन्छ। त्यसबाट अघि जीवनलाई थप बुझ्ने भनौँ न त्यो मौका पनि हुन्छ डेफिनेटली। त्यसले आफूलाई परिवर्तन गर्न अलिकति टर्निङ, कहिले यु टर्निङ भन्छौँ नि हामी, कतिपय त्यो त्यस्तोमा पनि यो चाहिँ सहयोगी चाहिँ हुँदो रहेछ। मेरो जीवनमा पनि त्यस्तो केही रिलेट चाहिँ भइरहेको छ, सहयोगी पाउनु भयो। अनि अर्को यो हजुरले त्यो भ्याल्युको कुराहरू हामीले एउटा WHO को म्यानुअल छ स्ट्रेस म्यानेजमेन्टको, वाट म्याटर्स ड्युरिङ टाइम अफ स्ट्रेस भन्ने, त्यसमा पनि अब इनर भ्याल्यु चाहिँ के हो भन्ने हामीले सेट गर्यौँ, हामीहरूले राम्रोसँग रिफ्लेक्ट गरेका छौँ भने स्ट्रेसले कम प्रभाव गर्छ भनेर भन्दो रहेछ त्यसमा। जस्तै अब मलाई एकदमै तनावपूर्ण घटना भयो अनि मलाई त्यसले गर्दा रिस उठिरहेको छ अथवा आत्तिरहेको छु भनेपछि मैले आफैलाई क्वेसन चाहिँ म त यो आत्तिने मान्छे त होइन, मेरो इनर भ्याल्यु त शान्तसँग डिल गर्ने मान्छे भन्ने इस्टाब्लिस भयो भने त्यसले चाहिँ स्ट्रेस म्यानेजरलाई चाहिँ निकै फाइदा गर्दो रहेछ। त्यो पक्षलाई पनि यसमा एकदम राम्रोसँग जोड्या रहेछ।
डेफिनेटली मैले अहिले भने जस्तो भाव त्यस्तै प्रभावहरू नि ठ्याक्कै यो कुराहरू आउँछ कि मलाई केही म एकदमै रिसाउन त्यो मतलब सिचुएसन त्यस्तो अपवर्ड भयो भने पनि म त रिसाउने मान्छे होइन, म त रिसाउनु हुँदैन। म रिसाएँ भने त फेरि मलाई पनि हार्म गर्छ। म जो प्रति रिसाइरहेको छु उसलाई पनि डेफिनेटली त्यसले हार्म गरिरहेको हुन्छ। भोलि गएर त्यसलाई सम्बन्धकै कुरामा पनि अप्ठ्यारो असजिलो हुन्छ। त्यस कारणले त्यो डिटर्मिनेसन के भन्ने त अलि बलियो चाहिँ यसले बनाउँछ। हामीले हजुरलाई हेर्दा पनि हामीहरू पनि एकदम निकै इम्प्रेस पनि हुन्छ। हामीहरू कुरा पनि गर्छौँ, हरेक सिचुएसनलाई निकै कामली ह्यान्डल गर्नुहुन्छ। मान्छे रिलेसनसिपलाई निकै कामली ह्यान्डल गर्नुहुन्छ। यो 5 वर्ष चाहिँ एउटा त हजुरको इनर कमिटमेन्टको कुराहरू, डिटर्मिनेसनको कुराहरू गर्नुभयो। यो नियमित गर्नलाई अरू कुन फ्याक्टरहरू के जस्तो सपोर्टिङ फ्याक्टरहरू के भयो? सपोर्टिङ फ्याक्टर्स चाहिँ जस्तो पहिला मेरो सुरुवात त मेरो श्रीमतीले नै सुरु गरेको। मलाई लिङ्क यो जुमको माध्यमबाट हो। हामी पहिला चक्र विज्ञान भन्ने 7 दिनको कोर्स लियौँ त लुम्बिनीमा गएर। त्यसले पनि निकै हामी सिएमसीको अरू साथीहरू पनि हुनुहुन्थ्यो, त्यसले निकै धेरै सहयोग गर्यो। अनि त्यो पछाडिको त्योभन्दा अगाडिदेखि नै गर्थ्यौँ। तर चक्र विज्ञानले अलि धेरै अझ जीवनलाई बुझ्ने त्यो मौका चाहिँ तपाईँले प्रदान गर्यो। र अहिले पछिल्लो समयमा चाहिँ अलि बढी मलाई चाहिँ जस्तो अहिले यतिखेरको कुरा गर्दाखेरि मेरो श्रीमतीको जस्तो फ्र्याक्चर भएर एउटा औँला, दायाँ खुट्टाको औँलामा चाहिँ समस्या चाहिँ छ। तर ऊ आफू चाहिँ तयारी चाहिँ भइरहेछ भनेपछि मतलब बसेरै होइन, बसेरै त्यो ठ्याक्क 5 बजी उठ्ने होइन, क्रियाहरू गर्ने सबै कुराहरू गरिरहेछ भने चाहिँ मतलब एउटा अभिप्रेरणाको स्रोत उसले त गरिरहेछ भने म किन नगर्ने भन्ने चाहिँ एउटा होइन अलिकति मोटिभेटिङ फ्याक्टर मेरो वाइफ पनि डेफिनेटली हो। म त्यो सम्झिन पनि चाहन्छु। एउटा स्रोत चाहिँ त्यो डेफिनेटली। अर्को त महत्त्वपूर्ण चाहिँ अलि डिटर्मिनेसनै हो। मैले एकछिन 5 मिनट अथवा आधी घन्टा मात्रै धेरै सुतेर के हुन्छ र होइन, एकछिन आनन्द हुने हो। तर मैले 1.5 घन्टा म जोडिएँ भने त मलाई दिनभरिलाई आनन्द हुन्छ नि भन्ने खालको त्यो सोचाइ अलिक प्रबल भइदिँदाखेरि अलि सजिलो पनि भइरहेछ, सहज भएको छ। वेस्टर्न प्र्याक्टिसमा त धेरै प्रकारको योगहरू अथवा चाहिँ जीवन जिउने शैलीहरू छ। अनि वेस्टर्नबाट पनि हामीले धेरै कुराहरू भित्राइरहेको छौँ। हजुरले पर्टिकुलर जीवन विज्ञानलाई नै चुज गर्ने कारण चाहिँ के चाहिँ फरक छ यसमा अरूमा, अथवा के कुन कुरा चाहिँ हजुरलाई एकदमै चित्त बुझ्यो त्यही भएर गरे भन्ने हुन्छ नि? जीवन विज्ञानले चाहिँ अन्तिममा ध्यानलाई, मेडिटेसनलाई लगेर जोड्छ। जस्तो इन्डिङ चाहिँ जस्तो मैले 1.5 घन्टाको कुरा गरेँ नि, जस्तो सुरुमा सामान्य प्रार्थनाबाट सुरु हुन्छ, भइसके पछाडि शरीरलाई अलिकति वार्मअप गर्ने, अनि व्यायाममा जान्छ, अनि त्यसपछि प्राणायाम, पछाडि ध्यानमा लगेर चाहिँ जोड्छ। अन्तिममा समस्या धेरै उपाय एक भने जस्तो धेरै समस्याले चाहिँ समाधान गर्ने चाहिँ ध्यान हो, मेडिटेसनै हो भन्ने हिसाबले चाहिँ त्यसरी वर्णन चाहिँ गरिएको छ। र प्रायः गरेर अब हामीले जस्तो इस्टर्न फिलोसफीको कुरा गर्दा पनि जस्तो अब हामीहरू ऋषि केही होइन ऋषिहरूका कुराहरू गर्छौँ, योग गुरुका कुराहरू गर्छौँ। प्रायः उहाँहरू पनि कुनै न कुनै हिसाबले चाहिँ ध्यानबाट अलि बढी लामो ध्यानकै माध्यमबाट चाहिँ उहाँहरूमा त ऊर्जा शक्ति प्राप्त भएको अथवा केही इन्लाइटमेन्टको कुराहरू चाहिँ त्यस्तो देखिन्छ नि त। त्यस कारणले ती कुराहरू र चाहिँ यो पूर्वीय दर्शनहरू पनि विशेष गरी यो ध्यान मेडिटेसनसँग जोडिएको हिसाबले त्यसलाई अलिकति एकाग्रता, अलिकति मनलाई बुझ्ने कुराहरू, भावनालाई रिफ्लेक्ट गर्ने कुराहरू र चाहिँ अघि मैले भने शरीर र मनलाई जोड्ने कुराहरू, योगकै कुराहरू अलिक बढी धेरै महत्त्वपूर्ण चाहिँ छ। हामीले पनि एकचोटि यो जीवन विज्ञानको क्लासमा जाँदाखेरि उहाँले शरीरलाई निकै महत्त्व दिनुभएको थियो कि शरीरलाई एक्टिभेट गर्दै मनमा पुग्ने हो भने भन्नुभएको थियो। अब यसको चाहिँ के सिग्निफिकेन्स देख्नुहुन्छ हजुरले? यसले चाहिँ जस्तो स्टार्टिङ चाहिँ अब शरीरबाट होइन, जस्तो वार्मअप व्यायामबाट गर्दै सकिसके पछाडि कतिपय हाम्रो शरीरले त्यसलाई रिफ्लेक्ट गर्ने कतिपय यो साइकोलोजी अथवा हजुरहरू होइन जस्तो हामी सिएमसीले पनि प्रमोट गरिरहेछन्, जस्तो अब
जस्तो विभिन्न एक्सर्साइजहरू डिप ब्रिदिङ लगायतका जति पनि अब एक्सर्साइजहरू हामी गराउँछौँ अलिकति त्यो मतलब शरीरको हाम्रो विभिन्न भागहरू अङ्गहरूलाई होइन जुन सम्झिने कुराहरू चाहिँ छ नि त त्यो भन्दै गर्दाखेरि त्यसले एउटा त एकाग्रताको कुराहरू हो जस्तो अब शरीर त मन त भागिरहेको हुन्छ नि त बुत्त अलिकति कन्सन्ट्रेसन्सको लागि पनि यसले जोड्दो रहेछ त्यो अभ्यास चाहिँ प्रायः उहाँहरूले कुनै एउटा एक्सर्साइज गराइसके पछाडि चाहिँ चाहिँ अलिकति फेरि अब एकछिन फेरि शान्त भएर बस्ने अनि फेरि त्यो सम्झिने अथवा तपाईँको शरीरकै अनि फेरि जेसँग चाहिँ सम्बन्धित छ फर इक्जाम्पल मलाई त्यो व्यायामका सबै प्रकारहरू त अहिले आएन तरै पनि त्यो कनेक्ट गरिरहेको हुन्छ जस्तो हामी जस्तो मेरुदण्डलाई फाइदा हुने खालको व्यायामहरू गरिरहेछ होइन त्यो पटक त्यहाँ चाहिँ मेरुदण्डमा लगेर उहाँले त्यो कन्सन्ट्रेसन गरिरहनु भएको हुन्छ एउटा त त्यो एकाग्रताकै हिसाबले अनि र अन्तिममा चाहिँ राम्रो चाहिँ मलाई लागेको चाहिँ ध्यानमा लगेर चाहिँ उहाँले चाहिँ जोडिरहनु भएको हुन्छ रिसेन्ट साइकोलोजिकल प्र्याक्टिसहरूमा पनि यु आर नो बडी विथआउट युर बडी भन्ने चाहिँ अहिले युर बडी अनि त्यही भएर बडी अलि एक्सपिरियन्सहरू चाहिँ प्रेजेन्टमा रहने अनि हेयर एन्ड नाउमा चाहिँ फोकस गर्न सहयोग गर्ने भएको भएर कुरा पनि आउँछ वेलबिङले निकै योगदान पुऱ्याउँछ पनि भन्छ अलिक वर्तमानमै ल्याउन हेयर एन्ड नाउ नै हो वर्तमानमै ल्याउन त्यसले पनि सहयोग पुऱ्याउँछ अन्तिममा चाहिँ अब जीवन विज्ञान प्र्याक्टिसनरहरू अथवा चाहिँ प्र्याक्टिस गर्न खोज्ने मान्छेहरूलाई यसको नियमितताको विषयमा विशेष गरेर अब हामीले धेरै कुराहरू चाहिँ सुरु गर्छ म आफैले पनि 2-3 पटक जिम सुरु गरेँ 2 महिनाभन्दा बढी कन्टिन्यू गर्न चाहिँ भएन त्यो नियमितताको लागि चाहिँ हजुरले के सल्लाह दिनुहुन्छ नियमितता चाहिँ सुरुवात गरेपछि एकदमै धेरै जरुरी छ हामी सबैलाई नै यो जानकारी छ होइन तरै पनि त अब एउटा कुरा त अभ्यासै रहेछ अभ्यासको लागि त डिटर्मिनेसन अहिले पनि हामीले कुरा गऱ्यौँ डिटर्मिनेसनको कुराहरू महत्त्वपूर्ण आउनु पर्यो अब दोस्रो चाहिँ विशेष गरेर हामी मेन्टल हेल्थ साइको सोसल फिल्डमा काम गर्ने साथीहरू अथवा यसमा काम गर्ने सबै सङ्घ संस्थामा काम गर्ने कर्मचारीहरूको हिसाबले यसले चाहिँ हाम्रो कामलाई डेलिभर गर्न पनि सजिलो बनाउँछ यसले होइन अब किन भन्दा रिलेटेड छ नि अहिले पनि कुरा गरियो होइन यो मनोविज्ञानका कुराहरू आफ्नो मनका कुराहरू यी कुराहरू चाहिँ आफ्नो जीवनसँगै जोडिएका कुराहरू हुन् नि त त्यस कारणले धेरै महत्त्वपूर्ण छ दोस्रो कुरा जीवनसँगै जोडिएको कुराहरू छ अर्को चाहिँ अर्को प्र्याक्टिस हो दोस्रो कुराहरू जस्तो मैले एक्लै गरेँ भने चाहिँ एक्लै गरेँ भने त्यो दिगो अथवा नियमितता नहुन सक्छ त्यस कारणले चाहिँ त्यसलाई अलिकति कम्तीमा अब दाजुभाइ नै हुन सक्ला श्रीमती हुन सक्ला होइन अब दिदी नै हुन सक्ला अलिकति पियरमा मतलब एकजना भन्दा बढी साथी भयो भने सजिलो भयो नि साथी भयो भने कसैले के अल्छी गरिरहेछ भने ल उठ भन्ने म त आइसकेँ भन्ने होइन त्यो खालको हुन्छ अब एक्लै गर्दा चाहिँ कहिलेकाहीँ अलिकति मानवीय स्वभाव पनि दुईजना हुँदा चाहिँ नियमित गर्न चाहिँ अलिक सजिलो डिटर्मिनेसनै मलाई लाग्छ सबभन्दा ठुलो पहिलो कुरा त डिटर्मिनेसन भयो त्यसो भए हजुरको विचारमा अर्को कुरा चाहिँ एक्लै भन्दा पनि 2 जना मिलेर अथवा 2 जना बढी भयो भने त्यो भन्नु अब अन्तिममा चाहिँ हजुरले केही भन्न चाहनुहुन्छ भने अब यो जीवन होइन अब हामी सबैलाई थाहा छ अब यो एकचोटि मात्रै जीवन लिएर आएका हुन्छौँ हामी जति बाँच्छौँ त्यो चाहिँ अलिकति आफैलाई रिफ्लेक्ट गरेर हेरौँ आफैलाई माया गरौँ होइन आफूलाई परिवर्तन गर्न एकदमै धेरै सम्भव छ हामी अब सबैलाई परिवर्तन गर्छौँ म परिवारको सदस्यलाई उसलाई गर्छु कम्युनिटीलाई गर्छु अर्कोलाई गर्छु भन्दै गर्दाखेरि हामी आफ्नै जीवनलाई चाहिँ फर्केर हेर्न चाहिँ नभ्याउँदो रहेछौँ कि त्यस कारणले पहिला आफ्नो स्वास्थ्य हेर आफ्नो जीवन हेर होइन आफ्नो मनको स्वास्थ्यलाई ख्याल गरेर आफ्नो भावनाको स्वास्थ्यलाई ख्याल गरेर आफ्नो चेतनाको चाहिँ गहिराइलाई अलिक बढाउन सक्यौँ भने जीवन चाहिँ जिउनलाई अगाडि बढाउनलाई चाहिँ एकदमै सहज हुन्छ त्यसकारणले यो जीवन सकिनु अघि नै जीवनलाई बुझ्नलाई यहाँले कोसिस गर्नु होला होइन यहाँहरू सामान्य तपाईँले दिनको आधी घन्टा 1 घन्टा जस्तो समय चाहिँ व्यायाममा
प्राणायाममा ध्यानमा तपाईँले दिन सक्नुभयो भने एकदमै शरीर चङ्गा हुन्छ, मनोबल चाहिँ उच्च हुन्छ होइन, काममा चाहिँ एकदमै लगाव चाहिँ बढ्छ, कामको गुणस्तर पनि बढ्छ, सम्बन्ध राम्रो स्थापित चाहिँ हुन्छ, जीवन चाहिँ एकदमै सुन्दर चाहिँ हुन्छ जस्तो लाग्छ। म यसको लागि पनि सम्पूर्ण सबैजनालाई फेरि अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। सरलाई धेरै धेरै धन्यवाद। यो निकै इन्साइटफुल कुराहरू रह्यो जसमा हजुरले जीवन विज्ञानलाई बुझ्ने तरिका, त्यसबाट यहाँको जीवनमा आएको परिवर्तन कुराहरू, अनि मोस्ट इम्पोर्टेन्ट कुनै पनि कुरालाई अथवा अटोमेटेड गर्नुपर्ने छ भने त्यसको लागि डिटर्मिनेसन, अभ्यास र सामान्य केही सपोर्टको आवश्यकता पर्न सक्छ भन्ने कुराहरू गर्नुभयो। सायद यो कुराहरू धेरैको लागि चाहिँ फाइदाजनक हुनेछ। हजुरको यात्रामा दिनुभएको समयको लागि धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद। यस रिभ्यू रिफ्लेक्सन गर्ने मौका पनि दिनुभयो, यसको लागि यहाँलाई पनि फेरि पनि धेरै धेरै धन्यवाद। नमस्कार।